कनिचिवा अन्त ल बुवा ल आज हामी चाहिँ ससुर चाहिँ भएर चाहिँ आज हामी घुम्न जाने होइन कता लानुहुन्छ आज हामी नाम्बा भन्ने ठाउँमा जान्छ बुवा नाङ्गा नाङ्गा होइन नाम्बा भन्नु त नाम्बा नाम्बा भनेको ठाउँको नाम जस्तो हजुर आफ्नो आफ्नो टोलको नाम भने जस्तो हजुर अनि हजुरलाई चाहिँ जापानको यो वातावरण कस्तो लागिरहेछ एकदम राम्रो सुन्दर भएको छ हजुर वातावरण यहाँको क्लाइमेट हजुर एकदम नेपालकै बराबर त छ हजुर हजुर अब यहाँको सभ्यता यहाँको रहन सहन वातावरण एकदम राम्रो हजुर हजुर छ भन्ने भएछ ल अनि जापान आज आएको बुवा कति दिन भयो हजुर यो हाम्रो सटरडे उत्रियो होइन हजुर शनिबार हजुर शनिबार आज शनिबार आइतबार सोमबार चौथो दिन चौथो दिन भयो है यो चौथो दिन चौथो दिनमा लगभग यता वरिपरिको बाटोहरू यता चिजहरू होइन लगभग सम्झिसक्नु भयो होइन पुरै सम्झि त सक्नु छैन तैपनि करिब करिब हजुर सम्झियो हजुर अब यहाँ नेपाली होटेल हजुर हजुर नेपालीहरूका पसल हजुर हजुर भने कसरी चलाएछन् भन्ने कुरा देखेको कस्तो अवस्था छ भन्ने कुरा बहुत त्यो उहाँ गएर तपाईँहरूले हामीलाई भनेको र यहाँ र असलीमा हेर्नु होइन हो धेरै अन्तर एकदम नजिकबाट हेर्नुमा चाहिँ आकाश पातालकै अन्तर पाइयो होइन पाइयो किनभने हजुर हामीले वास्तवमा नदेखिकन हजुर यहाँको महत्त्व बुझिएको छैन भनाइमा यहाँ त यसै मान्छेहरू त्यस्तो छैन होला भन्ने लाग्थ्यो धेरै नै हजुर कुरा राम्रो लाग्यो धेरै कुराको अनुभूति गर्न पाइयो ला हुन्छ अब हामी त्यो गाडीलाई हेर्नु होला है ला बुवालाई फेरि यो ड्रेसमा पनि एकदम सुहाखा हजुर हजुरलाई यो ड्रेसमा चाहिँ एकदमै अलि म्याचिङ गरेको क्या भर्खर कस्तो दाँतले गर्दा अलि डिस्टर्ब गरिन्छ है दाँत पुरै हुने भने त एकदम म्याच खाएकै थियो नपाले त्यही त भर्खर कस्तो देखिन हाँस्दाखेरि अलि रातो हुँदाखेरि अलि नसुहाएको छ है ल बुवा अब हामी यहाँ ट्रेनबाट चाहिँ जान्छौँ होइन दुई तला पनि छ यसको ठाउँको नाम के बोलो त्यो ठाउँलाई चाहिँ टोल त्यसलाई किता खागाया स्टेसन भन्छ नि के भन्छ अरे किता खागाया किता भनेको चाहिँ उत्तर हो हजुर हजुर खागाया भनेको त मलाई पनि खासै थाहा छैन होइन टोलको नाम हजुर यो स्टेसन भन्छ नि स्टेसन टोल पनि भयो स्टेसन ट्रेन स्टेसनको नाम यो चाहिँ यस्तरी दुई तला मुनि दुई कि तिन तला छ ल हेर्नु त अझै तल झर्नुपर्छ क्या जमिन मुनि अलि पुरै हजुर त्यो प्रविधि अब खान्छ हजुर मान्छेको यो चाहिँ लगभग 100 वर्ष अगाडि बनेको भयो 100 वर्ष अगाडि हजुर हाम्रो भनेको त अब है नेपालमा बल्ल एउटा सुरुङ मार्ग बनिन्छ त्यही त अझै तल झर्नुपर्छ त्यो अङ्ग्रेजहरूले बनाएको होला नि यो अङ्ग्रेज होइन जापानिजले बनाए हो हजुर ल हुन्छ है अब यता गएर हामीले टिकट काट्नुपर्छ ल यतापट्टि हेर्नु त रेलवे स्टेसन टिकट काट्ने मिसिन यता लानु है म काट्छु तपाईँ हेर्नु है ल है त अब चाहिँ हामी चाहिँ टिकट काट्छौँ है टिकट काट्दा चाहिँ जस्तो यहाँ चाहिँ उमा छ क्या एउटा जापानिज यहाँ इङ्ग्लिसमा छ इङ्ग्लिसमा पनि थिच्न सक्यो होइन नजिक लैजाउनु त नजिक ल्याउनु त्यसले यो टिकट भनेर छ टिकटमा थिच्यो पहिला होइन अब कति रुपियाँको काट्ने भन्ने कुरा हुन्छ त्यो चाहिँ हामीले यता लेखिदिएको हुन्छ हेरेर माथि ल्याइदिनु त यहाँ चाहिँ कति थिच्यो माथि यहाँ चाहिँ लेखेको हुन्छ होइन त्यो चाहिँ गरेर तल देखाउनु अझै तल यहाँ चाहिँ ल अब हामीले 240 काट्ने होइन काट्ने भनेपछि अब यहाँ पुगेको पैसा हाल्ने काटिदिनु पैसा हालेपछि यसले अब आफै निकाल्नुहुन्छ ल अब यो धेरै जाने है जाउँ त्यहाँ त छिराउनु त त्यहाँ हो त्यो पालमा तल यतापट्टि भयो हो त्यहाँ
यता यता हो त खाल्टोमा उता उता गरेर निकाल्नु त्यो थुत्नु गयो ओके कस्तो रहेछ बुवा एकदम जादु हाम्रो त घामेलाई त एकदम त्यही त नि थुत्न चाहिँ बिर्सिनु हुन्न फेरि त्यो यताबाट राखेन उताबाट निकाल्नुपर्छ अनि ट्याक्क प्रत्येक स्टेसनमा चाहिँ हेर्नु त्यो केटाको टोइलेट र केटीको टोइलेट हेर्नु त यो छोरा मान्छेको यता हेर्नु ल हजुर त्यो छोरी मान्छे कसरी फरक छुट्याउनु भन्नु त हजुर छोरी मान्छेको चाहिँ अलिक फरक लागेको छ होइन अहिले 3:53 मिनेट अरे ट्रेन चाहिँ त्यो 3:53 लेखेको छ नि बा हजुर है त्यो टाइममा ठ्याक्क आउँछ तपाईँको घडिया हेर्नु होला होइन अहिले कति भयो अहिले 50 हुन लाग्यो होला होइन अब यो 53मा ठ्याक्कै आउँछ क्या 54मा नि आउन 52मा नि आउन एक्ज्याक्ट 53मा यहाँ आउँछ क्या यहाँ अलिक हेर्नु होला है तपाईँले अब ट्रेन आयो हेर्नु घडी हेर्नु त कति भयो ठ्याक्कै जतिमा आउँछ त्यतिमा आउँछ है अब चाहिँ हामी चाहिँ नाम्बा स्टेसन आयौँ है होइन नाम्बा स्टेसन हजुर यो चाहिँ पुरै अन्डरग्राउन्ड भयो र होइन हजुर कति तल मुनि हो क्या बाहिर हिँड्यो होइन बाहिर केही देखियो त अहिले चाहिँ अन्धकार सुरुङ मारेर हिँड्ने जस्तो भयो है ल चस्मा लगाइदिनु त भयो ल हिँड्नु त अगाडि बढ्नु अहिलेको त्यो किप्पु थियो नि हजुरसँग कहाँ राख्नु हराउनु भयो कि हो त थाम्नु त ल जाम अब त जानु भयो नि त त्यहाँ ठ्याक्क निस्किनु ठाएँ ठ्याक्क हाल्नु त ल त्यसमा छ त्यसमा छैन बुवा यतापट्टिकोमा हो त्यसमा अब लिन पर्दैन है ल निस्किनु अहिले झर्दा चाहिँ लिन पर्दैन त जाम गयो अहिले चढ्दा चाहिँ लिन पर्यो होइन ल यता हेर्नु अन्डरग्राउन्ड हो है हजुर अन्डरग्राउन्ड मान्छे हेर्नु त अहिले त धेरै छैनन् अहिले कामटा फर्किने बेला भएको छैन नि त अझै के पैसा हाल्ने हुन् हजुर के भन्छ हजुरलाई कहाँनिर भन्नु त यो क्युआर कोड क्युआर कोड यो पैसा राख्ने त होइन यसले पैसा पैसा तिर्ने क्या त्यस्तै त्यस्तै क्युआर हजुर अब हामी यता जाने भयो छैन ल हजुर अघि लाउनुहोस् त अब हामी चाहिँ बुवासँग चाहिँ नाम्बा वाक गर्दैछौँ होइन बुवा चाहिँ उहाँ हिँडिराख्नु रहेछ होइन त नाम्बा चाहिँ आज हामी बुवालाई चाहिँ नाम्बा घुमाउँदैछौँ है ल बुवा यता आउनु त हजुर त्यो चाहिँ पखान खोज्नुपर्छ है ल ल आउनुहोस् यहाँ होडीको बोर्डतिर माथि हुन्छ नि त्यो खोज्नुपर्छ यतापट्टि होला ल आउनु त ऊ त्यहाँ तपाईँ चित्र देख्नुभयो त्यो चित्र त माथि छ भनेर देखाइरहेको हजुर त्यसले यो चित्र छ नि माथि छ माथि छ भन्यो अब माथि जानु पऱ्यो क्या भनेको चाहिँ सायद अगाडिपट्टि होला माथि भनेको ल आउनु त
आउनु अगाडि होला त्यो चाहिँ नाम्बा वाक भन्छ बुवा हजुर त्यो चाहिँ प्रसिद्ध यहाँ हेर्नु त विभिन्न प्रकारका चित्रहरू छन् साइड साइडमा हेर्नु त आर्टहरू भन्छ नि यता यता हेर्दै हिँड्नु त ल चस्मा लगाउनु त को त्यहाँ रहेछ बुवा हामीले खोजेको कुरो लाउनु हामीले खोजेको कुरो भेटियो क्या एकचोटि हेर्नु त यता चित्रहरू हेर्नु गयो ल यहाँ छ कि यो देखाइछ नि यो यतापट्टि जा भन हो त्यहाँ रहेछ हाम्रो हेलो बुवा के हेर्दै हुनुहुन्छ यो साइन चाहिँ यहाँ हेर्नु त कपाल काटी ठाउँ भनेर अनि यहाँ हजुर हजुर यो काटेको मात्रै 1300 हो यो चाहिँ यो पसल एकदम सस्तो भएर नत्र जापानमा चाहिँ नर्मली 2000 3000 4000 पर्छ अनि तपाईँको चाहिँ कपाल काटेको 1300 अनि अरू गरेको एक्स्ट्रा चाहिँ छुट्टै हुन्छ क्या दारी हजुर हजुर मान्छे बसेको हुन्छ हजुर यो चाहिँ कपाल काट्ने प्रत्येक ठाउँमा चाहिँ यही हुन्छ अहिले तपाईँले अन्त पनि देख्नु होला है ल जाम हिँड्नु अघि बढौँ वा अहिले चाहिँ हामी ठ्याक्कै नाम्बामा आयौँ होइन नाम्बामा आयो हजुर यो मेन सिटी जापानको मेन सिटी होइन मेन सिटी त भने ओसाकाको भनौँ न होइन हाम्रो पोखरा भने जस्तै पोखराको न्यु रोड भने जस्तै भाइ कस्तो लाग्यो हजुरलाई यहाँको यो वातावरण के भन्दाखेरि त अब कहिले हुनसक्छ हाम्रो नेपालमा यस्तो कहिले होला तपाईँले के होइन हाम्रो नेपालमा यस्तो मलाई चाहिँ चाहियो छैन बुवा होइन हाम्रो नेपालमा चाहिँ हाम्रै अहिले जे छ सुन्दरता त्यसको चाहिँ बचाव गर्नु पऱ्यो क्या त्यसलाई किनभने यो देशमा यो चिज यिनीहरूले राम्रो लाग्छ भने होइन वातावरण हजुर मान्छेको अनुशासन हो मान्छेको अब सभ्यता हाम्रो संस्कृतिहरू कस्तो धाने छन् कस्तो छ मलाई अचम्म लाग्छ बिहान उठेर बुढाबुढीले हजुर चिम्टाले फोहोर फालेको अर्काले फालेको फोहोर टिप्दै हिँड्ने घर प्रत्येक पार्किङमा हजुर हजुर कसैले हराउनु नपर्ने आफ्नो घर अगाडिको अरूले फोहोर फालिदियो भने सबै टिपेर चिम्टा लिएर घर हजुर पुरै पार्किङ हजुर पार्कमा होइन भयो सबै हजुर बुढाबुढी उठेको कामै एउटा प्लास्टिक लिएर त्यसरी एक्सर्साइज पनि भयो देश सफा पनि भयो होइन केही भन्छ यहाँ चाहिँ यिनीहरूको आफ्नो देश आफै बनाऊ एकदम होइन आफ्नो देश आफै बनाऊ आफ्नो देश आफै आफ्नो गाउँ आफै बनाऊ भनेको हो नि भन्नु ल्याएको थिएन बाजी हो आफ्नो देश आफै बनाऊ जस्तो तपाईँको चाहिँ यहाँ चाहिँ अब जस्तो कसैले हाम्रो घर अगाडि आएर चाहिँ फोहोर फालिदियो भने त्यो मान्छेलाई खोज्नुतिर जाने त्यसलाई गाली गर्न जाने होइन कि आफ्नो घरको फोहोर वरिपरिको चाहिँ दिनदिनै बिहान उठ्ने अनि आफै सफा गर्ने क्या कसले आचुर खाएर खुट्टाले चिम्टाले ट्याप 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 टिपेर कति बुढाले लगभग 80-90 वर्षको बुढो हुँदो हजुर हजुर बिहान म 6 बजे उठेर त्यहाँ पार्कमा जाँदाखेरि हजुर ट्याक 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 टिपेर हालेर अनौठो लाग्यो खुसी लाग्यो हो त नि होइन कस्तो हेर्दै हिँड्नु ल यतापट्टि हेर्नु त यो के हो यो माथिको बिल्डिङ यो फोटो खिच्नु त
के हेर्दै हुनुहुन्छ मैले साइकल कति कति हुन्छ रेट रहेछ साइकलको मूल्य हेर्दैछु कति कति रहेछन् रेट साइकल 28,000 26,000 22,800 हजुर लगभग 38,000 38,000 है भित्र लाखको साइकल ल भित्र जान्छ ल बुवा हेर्नु त यो साइकललाई कति रहेछ 10,90,9,800 1 लाख होला बुवा त 1 लाख हो हजुर 1 लाखको साइकल हेर्नु त 1 हजुर 1,19,800 हजुर यो चाहिँ 1 लाख हो त्यो 78,000 भयो यो 1,78,000 हो यो साइकल भन्ने कि के भन्ने यसलाई होइन ल हेर्नु त सहज होला है चढ्न ए हाम्रा यी सानवीहरू चढ्ने यस्तै साइकल हेर्नु त 1,64,000 होइन यस्तै हो लगभग 2 लाख हजुर हजुर त्यो मोटरसाइकलकै जोडी होला मोटरसाइकल त होइन साइकलै हो नि अब साइकल हो हजुर गर्ने अनि त्यति महँगो हुँदैन होला नि हो एउटै हो साइकल त अब के भन्ने हिँड्न यहाँ इलेक्ट्रिकल सामान कस्तो कस्तो पाइन्छन् त्यो पसललाई हेरौँ यहाँ चाहिँ मोबाइलका सिम बाँडे खान गयो यता हुन त बेचे खान हिँड्नु यता जाऊँ बुवा मोबाइलहरू पनि छ नि यहाँ कति हजार पर्छ भनेर मोबाइलहरू पनि राखिदिए खान् 28,800 यो चाहिँ यतिको मोबाइललाई आइफोन चाहिँ होइन आइफोन चाहिँ अहिले म 2-3 लाखै पऱ्यो होइन दाम त अगाडि हुनु त